नमस्ते साथीहरू, आज चाहिँ दमकको फेमस हाटखोलाको पोर्क थुक्पा तपाईहरुको सामु बनाउन गइरहेको छु। मैले यहाँ थुक्पा पकाएको प्रक्रिया सबै राखेको भएकोले भिडियो लामो भएको छ, त्यसैले स्किप नगरी हेर्दिनु होला। मैले यहाँ मासुलाई राम्रोसँग पखाले, त्यसपछि कराईमा राखेर पानी पनि राखे अनि बेस्सा राखेर बोइल गर्नलाई छोड्दिए। यसरी कम्तीमा मासुलाई 15 मिनेट जति बोइल गरिसकेपछि मैले यहाँ निकालेर सेलाउन छोड्दिएको छु। मासु सेलाइसकेपछि मैले यहाँ मसिनो पिस गरेर काटेको छु। तपाईहरु कत्रो साइजमा खान मन पराउनुहुन्छ त्यही अनुसारको पिसमा काट्न सक्नुहुनेछ। यसरी मैले मासुलाई काटिसकेपछि ग्यासमा पेन बसाए र तोरीको तेल राखे। तोरीको तेल तातिसके पछाडि अघि काटेर राखेको मासुलाई राखेर चलाए। यसरी केही बेर चलाएर मासु फ्राई भइसकेपछि माथिबाट बेस्सा नुन राखेर चलाउने र केही बेर फ्राई हुन छोड्दिने। अब हाम्रो थुक्पाको मासु यसरी रेडी हुन्छ। अब ग्यास बालेर आवश्यक अनुसार पानी राखेर भाँडामा पानी बोइल हुन छोड्दिए र पानी बोइल भइसकेपछि मैले यहाँ नुडल्स राखेर केही बेर राम्रोसँग चलाइसकेपछि माथिबाट बेस्सा तेल राखेर एकपटक फेरि राम्रोसँग चलाए र बोइल हुनलाई छोड्दिए। यसरी केही बेर बोइल भइसकेपछि हाम्रो नुडल रेडी हुन्छ। त्यसपछि चिसो पानीमा राम्रोसँग पखाल्ने। अब ग्यासमाथि कराई राखेर तोरीको तेल राख्ने। तेल तातिसकेपछि चप गरेको प्याज राखेर चलाएर केही बेर फ्राई हुन छोड्दिने र प्याज गोल्डन ब्राउन भइसकेपछि टमेटो पेस्ट राखेर फेरि चलाउने। त्यसपछि बेस्सा राख्ने, स्वाद अनुसार नुन राखेर केही बेर चलाउने। त्यसपछि रातो खोर्सानीको धुलो, चिल्ली फ्लेक्स र ओरेन्ज फुड कलर राखेर केही बेर चलाएर पाक्न छोड्दिने। अब मसला पाकिसकेपछि अघि बोइल गरेको मासुको पानी राख्दिने। यहाँ मैले थोरै मात्रामा अजिना पनि लिएको छु। अब सुपमा यसरी नै सबै कुरा राखिसकेपछि सुपलाई राम्रोसँग उमाल्न छोड्दिने। अब यसरी उमालिसकेपछि हाम्रो सुप रेडी हुन्छ। अब बोटुकोमा आफ्नो इच्छा अनुसार थुक्पा राख्ने र अघि रेडी गरेको सुप त्यसमा राख्दिने। हाम्रो थुक्पा चाहिँ लामो समयसम्म तातो होस् भन्नको लागि चाहिँ मैले यहाँ सुप राखेर फेरि निकालेको छु। यसो गर्दा चाहिँ थुक्पा लामो समयसम्म तातो बस्छ। तपाईहरु पनि थुक्पा तातो बनाउनको लागि यसरी नै गर्न सक्नुहुनेछ। र माथिबाट मैले अघि फ्राई गरेको पोर्कको मासु राखे अनि माथिबाट कालो नुन छर्किए र तातो सुप माथिबाट राखे। त्यसपछि माथिबाट चप गरेको प्याज, चप गरेको बन्दाकोपी र धनिया पनि मैले राखेको छु र स्वाद अनुसारको टिमु र खोर्सानीको पेस्ट। अब दमकको फेमस हाटखोलाको पोर्क थुक्पा यसरी रेडी हुन्छ। भिडियोलाई अन्तिमसम्म माया गरी हेरिदिनु भएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद।